रेस्ट गरेपछि हामी भुटानपट्टि लाग्यौँ। यहाँ हाम्रो आइडी कार्ड चेक भयो। त्यसपछि त्यहाँबाट हामी भुटानको फिन्चलिङमा एन्ट्री गर्यौँ। घुम्दै घुम्दै हिँड्दै त्यहाँको प्लेसहरू एक्सप्लोर गर्यौँ। त्यसपछि हामी यो मोनास्ट्रीमा गयौँ, फोटोहरू खिच्यौँ, चिल्ल्याक्स पारामा रिल्याक्स गर्यौँ। त्यसपछि अरू जग्गा एक्सप्लोर गर्न निस्क्यौँ। वेदरले पनि एकदमै साथ दिइरहेको थियो, न गरम न जाडो, एकदमै पर्फेक्ट। साथीभाइसँग गफ गर्दै, फोटो खिच्दै, भ्यूको मजा लिँदै दिन बित्यो।